ल आज फ्राइडेको दिन हामीहरू 4000 रिजर्भ गरेर गएको हामी दमनबाट यो हेलिकप्टर रिजर्भ गरेर 4 जना जाँदैछौँ। यस्तो हेलिकप्टर चढ्नु पाइलट चाहिँ यहाँ बङ्गलादेशबाट मगाएको छ हामीले। महिनामा एकचोटि हेलिकप्टर हामी पाइलट चढ्छौँ होइन। अब सरेर चढेर जाँदैछौँ अब गुरुङ त हाम्रो 4000 दिएर सिक्थ्यो हेलिकप्टरको। आउनु जानु हो कि आउनु मात्रै हो 4000 रियल लाग्दै? आउनु मात्रै हो कि 4000 फेरि पुरै पनि निस्क्छ 4000 रियलमा चाहिँ? 4000 मा पुरै उयो हो के यो रिजर्भ हो के रिजर्भमा हो। अब काम सकिएपछि अब फेरि त्यसरी फर्किनु। अब यताउता घुम्छौँ अनि अहिले हामी यहाँ रियादको दिइसक्यौँ। रियादको उमा आएर बसिरहेको छ। अब यहाँ अलिकति काम छ, यो काम सकेपछि अब फेरि 1-2 घन्टापछि सकिन्छ होइन हाम्रो काम। अब 1 घन्टा लाग्छ। हामी चाहिँ अब मार्केट भिड्दा छिट्दैछौँ होइन के किन्नलाई। चिया खाने गिलास लैजाउँ भनेको न फुटा त्यत्रै चिया खाने गिलास ठिक छ छैन र यो हुँदैन। त्यो चिसोहरू खाने के लिनुभयो त? चिया खाने गिलास लाने हो। यो के हाम्रो बगलमा 8 रुपियाँ लिन्छ, यहाँ 5 रुपियाँ 50 पैसा। कति महँगो र गर्दैन यो पाङ्ग्रा छैन। यो पाङ्ग्रालाई म 8 रुपियाँ लिन्छु। रुँदै के खानु पर्छ? ए यो 4वटा चिसोको म दिन्छु। अलग्गै भन्नु बाहिर गएर बसौँ। अब तपाईँले त केही किन्दैन भन्दा पुरै धोला भयो। पुरै दाइले त आज तनी पुरै सपिङ गर्नु ड्युटी आज के अरे यहाँ निन्द्राले मर्ने बेला भइसक्यो। बाहिर आएपछि सोल्डीको त पारा यस्तो भइसक्यो। के ल्याउने हाम्रो होला। अब त्यो चिनी अब कति 4-5 महिना 1 महिना हो यत्रो चिनी कति खान्थ्यो? हेलिकप्टर एयरपोर्टमा हामी चाहिँ एयरपोर्ट जाँदैछौँ। गाडी चढेर हामी चाहिँ हेलिकप्टरको धाक लडाउँछौँ होइन। एयरपोर्ट पनि धेरै जानु पर्छ। अब बनायो भने हामी चाहिँ हेलिकप्टरबाट क्याम्प आइपुगिसक्यो। हामी चाहिँ मार्केटहरू जानु पर्यो भने पनि हेलिकप्टरमा जान्छौँ। फाइनली कोठा रुम आइपुग्यो। मेनली रुम आइपुग्यो होइन त? यसको रुम चाहिँ हो। रुम फाल्टै हो होइन।